भन्दा फोहोर कुटाहरू मात्र एकातिर पहाड र अर्कोतिर नदीको छेउमा बसेको यो बस्तीका मानिस हिउँबाट सुरु भएपछि दक्षिणतिर छर्छन् र गर्मी भएपछि फर्कन्छन्। हिंसाबाट हामी उकालो भागेर 4535 मिटर उचाइमा रहेको नागला पास काटेर जान्छौँ। उत्तर पश्चिमबाट यानी खोला बगेर आउँछ र कर्णालीमा मिसिन्छ। सिमीकोटबाट हिंसा चल्ने बाटो 20 वर्षभन्दा पनि बनिसकेको छैन। हुन मात्र यस्तो जिल्ला हो जुन अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन। अग्ला पहाड छिचोल्दै कर्णाली दक्षिण बग्दै गर्दा यसले विभिन्न संस्कृतिसँग दुर्मिल हुँदै बग्छ। ढुङ्गामा छोटे संस्कृतिलाई यसले जोडाएको छ भने तल्लो ढुङ्गा बाजुमा लगाएका ढुङ्गाहरूमा खास संस्कृति मगर, राउटी, राजी, माझी लगायत यानीमा भित्रिएका लाखवर्षको लामाले मानिस मरेपछि टुक्रा टुक्रा पारेर छेउको यानी खोलामा मिसाउने चलनबारे हामीलाई सुनाए। कर्णाली नदीको उपल्लो भूमिमा खेतीयोग्य जमिन निकै कम छ। यसैले धेरै मानिसहरू पशुपालन गर्छन्। तुलफुलमा हामीले जुगा साई र लोहार साईको जोडी देख्यौँ। 7 महिना भइसक्यो घोडा, झुका, गाई लिएर लेङ्गे चढ्न गएका। असोजको अन्तिम साता उनीहरू आफ्नो घर जङ्गल खाएर फर्कने तयारीमा थिए। दुःख त कति हो। मैलो जङ्गलको पास सजिलो छैन। घाँस खोज्दै आफ्नो पशु लिएर सहर क्षेत्रमा केही रात बस्दै उनीहरू कालो लाग्छन्। हिउँपात यो रातपछि तिब्बतबाट भारतसम्म कर्णाली नदीको लम्बाइ